हेलो वेलकम टु माई भ्लग। सबैलाई सेवारो नमस्ते फफुल्ला। हेलो रिता हाई। आज चाहिँ हामी तिनजुरेतर्फ घुम्नका लागि सबैजना जाँदैछौँ। यता चाहिँ हुनुहुन्छ साथीहरू अनि मम्मी बाबाहरू अनि सरहरू। आज चाहिँ हामी 30-35 जना जस्तो घुम्न जान लागिरहेको छौँ। हेरेर साथ दिनु होला। अब चाहिँ हामी चाहिँ गाडीबाट जान लागिरहेको छौँ। गाडीसम्म चाहिँ हिँड्दै जाँदैछौँ अनि गाडीमा भेटौँला है। बाई बाई। हामी चाहिँ गाडीबाट चलिसकेको छौँ। अब चाहिँ हामी बाटो लाग्यौँ। मेरो चाहिँ फर्स्ट भ्लग भएर मलाई कस्तो अप्ठ्यारो जस्तो फिल भइरहेको थियो। त्यही भएर पनि मलाई केही आइरहेको थिएन बोल्नका लागि पनि। अनि हिँड्दै गर्दाखेरि यात्राको क्रममा अति सुन्दर ठाउँहरू भेट्यो। त्यही भएर मलाई भिडियोहरू लिन मन लागेर थोरै भिडियोहरू लिएको छु। हेर्नु होला। अब चाहिँ हामी तिनजुरेतर्फ लाग्दैछौँ यहाँबाट उता चाहिँ। अनि यहाँ चाहिँ एकदम रमाइलो वातावरण छ। एकदम चिसो चिसो तातो तातोमा एकदम चिसो चिसो मौसम छ। साथीहरू चाहिँ सबै अगाडि गइसकेको छ। म चाहिँ एक्लै रमाउँदै बसिरहेको छु। अनि हाम्रो गाडी चाहिँ यहाँ चेकपोस्ट भएर हामी चाहिँ निस्केर हिँड्दै हिँड्दै आउँदैछौँ। बाई। अब चाहिँ हामी लाग्दैछौँ। एकछिनमा भेटौँ। यो चाहिँ तिनजुरे जाने बाटो। त्यहाँ चाहिँ एकदम डरलाग्दो भिडहरू छन्। हामी चाहिँ अब गयौँ। अगाडि मिस हुनुहुन्छ अनि यता हाम्रो मिसहरू आउँदै हुनुहुन्छ। यता अरू आउँदै हुनुहुन्छ। आधा चाहिँ उता के ठाउँ हो त्यो पर बसेको नि उनीहरू बसेको। आधा चाहिँ परतिरै नै हुनुहुन्छ। हामी चाहिँ 50-60 जना जस्तो आएको छौँ आज। एकदम रमाइलो भएको छ। एकदम चिसो अनि एउटा धुम्म दिनहरू छन्। फाइनल्ली तिनजुरे आइपुग्यो। एकदम यहाँ चाहिँ यस्तो वातावरण छ। म चाहिँ साथीहरूको छेउमा बोल्न अप्ठ्यारो लागेर भिडियो मात्र लिएँ। यहाँदेखि लिएँ केही ठाउँमा चाहिँ। गाइज यो चाहिँ एकदमै राम्रो राम्रो ठाउँहरू छन्। यता देख्नुहुन्छ यहाँ चाहिँ एकदमै माइन्ड फ्रेस भइरहेको छ आज चाहिँ। अनि सबैजना अगाडि गइसकेको छ। म चाहिँ एक्लै। अनि यहाँ तल चाहिँ गाई गोरुहरू पनि चरिरहेछ। अनि एकदम आनन्द। यतिखेर मोरङ झापा हुने मान्छेहरूलाई चाहिँ हुनुहुने मान्छेहरूलाई चाहिँ एकदम जेलियस फिल भइरहेको होला। यहाँ चाहिँ अहिले एकदम आनन्द। यति आनन्द ठाउँ मैले फर्स्टचोटि आज, अरू पनि छ होला तर आज पहिलोचोटि घुम्न आएको छौँ हामी।